एभरेस्ट टी गार्डन मेलम्ची सिन्धुपाल्चोक जिल्ला को चियाबारी यस्तो छ हाम्रो चियाबारी। घुम्न आउनेहरू पनि तनातनै छ, धेरै नै छ घुम्न आउनेहरू, एक ग्रुपै छ। बाटो पनि एकदम राम्रो छ। साथीहरू पनि घुम्न यहाँ गाउँको शुद्ध मही बेच्दै भाइहरू। यो कुन जातको चिया होला है त साथीहरू, चिन्नुहोस्। यो छ, यस्तो छ खाली बोट चाहिँ सबै टिपिसकेको चिया। 500-600 मिटर जति चाहिँ यस्तो कच्ची बाटो छ हाम्रो माथि चढ्नलाई। यस्तो मनोरम हिमालको दृश्य अवलोकन गर्दै चियाबारीको आनन्द लिन आउने भए तपाईहरु पनि अब आउनु पर्यो। यहाँ हिमाल पनि देखिन्छ। यो चाहिँ हाम्रो अफिसको साथीहरु है, अफिसको साथीहरु, काम गर्नेहरु, केटाहरु। हिजो हामी जर्सिङ पौवामा बास बस्यौं, आज यता 14 किलोमिटर पर यो चिया बगान हेर्न। बाटो चाहिँ अलि अप्ठ्यारो चाहिँ। हमारा ब्लॉग में ये ब्लॉग एभरेस्ट टी गार्डन ब्लॉग मेलम्ची का। यो गाउँघर हेर्नुस् हाम्रो डाँडाकाँडा कति मेहनत हुन्छ होला यहाँ। हामी सहरमा बस्नेहरूले यहाँको मेहनत बुझ्न सक्नुपर्छ। कति गाह्रो होला, कति गराहरू काम गर्नुपर्छ यहाँ। पहाडै पहाड, जता हेरे पनि पहाड, यता पहाड उता पहाड। सानो आँखाले त के देखिएला यहाँको सुन्दरता। यो क्यामेराबाट आँखाले देख्ने जति त यो क्यामेरामा कैद हुँदैन। जति सुन्दर देखिन्छ यो क्यामेरामा केही पनि देखिँदैन।